नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई टेक क्युरियोसिटी च्यानलमा। आजको भिडियोमा म तपाईहरुलाई देखाउँछु कसरी तपाईहरुले कुनै पनि फोटोको ब्याकग्राउन्ड एकदम सजिलो र छिटो तरिकाले चाहिँ रिमुभ गर्न सक्नुहुन्छ। त्यो पनि बिना फोटोशप, बिना एप्स र बिल्कुल एकदम फ्री। यो भिडियोमा म तपाईहरुलाई 3 वटा फ्री वेबसाइट शेयर गर्नेछु जसले चाहिँ तपाईहरुको फोटोको चाहिँ ब्याकग्राउन्डलाई सजिलै चाहिँ रिमुभ गरिदिन्छ। र हजुरहरु जतिजना पनि हुनुहुन्छ जसलाई चाहिँ फोटोको चाहिँ ब्याकग्राउन्ड कसरी रिमुभ गर्ने, कसरी चेन्ज गर्ने भनेर चाहिँ चिन्तामा हुनुहुन्छ, उहाँहरुलाई चाहिँ यो भिडियो एकदम युजफुल हुनेछ। त्यसैले भिडियो पुरा हेर्नुहोस् अनि लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। ल सुरु गरौँ ल। फर्स्टमा हाम्रो रहेको छ remove.bg भन्ने, तपाईले हेर्न सक्नुहुन्छ www.remove.bg। सो यो तपाईले वेबसाइट लिंक गरिसकेपछि यो वेबसाइट तपाईले हेर्न सक्नुहुनेछ हैन, जसमा तपाईले क्लियर यहाँ लेखेको देख्न सक्नुहुन्छ रिमुभ इमेज ब्याकग्राउन्ड भनेर। त्यो पनि 100% अटोमेटिकली एन्ड फ्री भनेको छ है। र तपाईले यहाँ हेर्नुस् त अपलोड इमेज भनेर एउटा अप्सन देख्नु भएको छ नि, हो त्यो अपलोड इमेजमा क्लिक गर्नुस्। र हजुरहरुको लागि भनेर मैले दुईवटा स्याम्पल फोटो डाउनलोड गरेर राखेको छु हैन। सो मैले सपोज मैले यो फोटो सिलेक्ट गरेँ अनि ओपन गरेँ र यहाँ अपलोड हुन्छ। अपलोड हुने बित्तिकै तपाईको चाहिँ यो जुन फोटोको ब्याकग्राउन्ड छ त्यो तपाईको उले हटाइदिन्छ। ल हेर्नुस् त हटाइदियो नि। सो ब्याकग्राउन्ड तपाईको क्लियर भयो। र अर्को चाहिँ तपाईको अब यो डाउनलोड यो क्लियर भइसकेपछि अब तपाईले चाहिँ यसमा अरु केही गर्न चाहनुहुन्छ भने फर एक्जाम्पल यहाँ ब्याकग्राउन्डमा क्लिक गर्नुस् हैन। अब यसको ब्याकग्राउन्डमा तपाईले अरु पनि कलर राख्न सक्नुहुन्छ। जस्तै मैले यसलाई क्लिक गरे हेर्नुस् त ट्याक्कै तपाईको कलर चेन्ज भयो हैन। सो अरु पनि विभिन्न प्रकारको डिजाइनहरु छ, तपाईले यसरी चेन्ज गर्न सक्नुहुन्छ। ल हेर्नुस् त चेन्ज गर्न सक्नुहुन्छ। सो बेटर कुनै पनि इमेजको ब्याकग्राउन्ड हटाउनु छ भने तपाईले चाहिँ यो वेबसाइट चाहिँ एकदम युज गर्न सक्नुहुन्छ। सो यति भइसकेपछि यहाँ डाउनलोड अप्सन छ, डाउनलोडमा गएर क्लिक गर्नुभयो भने तपाईको अप्सन छ फ्रीमा क्लिक गर्नु होला, तपाईको डाउनलोड हुन्छ है त। अर्को नम्बर 2 मा चाहिँ हाम्रो रहेको छ photoroom.com भन्ने छ। हेर्नुस् त यो चाहिँ तपाईले www.photoroom.com बाट चाहिँ तपाईले यो वेबसाइटमा चाहिँ इन्टर गर्न सक्नुहुन्छ। इन्टर गरिसकेपछि यहाँ हेर्नुस् त स्टार्ट क्रिएटिङ फर फ्री भनिएको छ। यो तपाईको पनि फ्री वेबसाइट हो। यो पनि हेर्नुस् त 200+ मिलियन डाउनलोड भइसकेको छ। यो पनि एकदम फेमस वेबसाइट हो। अब तपाईले कुनै पनि वेबसाइटको चाहिँ अब कुनै पनि इमेजको चाहिँ तपाईले ब्याकग्राउन्ड रिमुभ गर्न खोज्नु भयो भने चाहिँ यो वेबसाइटमा जानुस्। त्यसपछि यहाँ फोटो एडिटर टच गर्नुस्। त्यसपछि तपाईको यहाँ हेर्नुस् त एआई ब्याकग्राउन्ड रिमुभर भनेर देख्न सक्नुहुन्छ। यसलाई क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो अप्सन आउँछ तपाईको यहाँ स्टार्ट फ्रम फोटो भनेर देख्नुहुन्छ। यसलाई क्लिक गर्नुस्। जुन डाउनलोडको जुन फोटो तपाईलाई ब्याकग्राउन्ड चेन्ज गर्नु छ त्यो फोटो सिलेक्ट गर्नुस् अनि यहाँ ओपनमा क्लिक गरिदिनुस्। तपाईको फोटो यहाँ तपाईको सिलेक्ट हुन्छ हैन, अपलोड हुन्छ। अपलोड हुनेबित्तिकै तपाईको चाहिँ ब्याकग्राउन्ड रिमुभ भएर नै आउँछ। अब ब्याकग्राउन्डमा तपाईले कुनै पनि कलर राख्न चाहनुहुन्छ भने यहाँ व्हाइटमा क्लिक हुन्छ, व्हाइट हुन्छ तपाईको। ब्ल्याक छ भने ब्ल्याक हुन्छ हैन। यो सो तपाईले कलर पनि सिलेक्ट गर्न सक्नुहुन्छ। आफ्नो ब्याकग्राउन्ड कुनै पनि तरिकाले चेन्ज गर्न सक्नुहुन्छ। यति भइसकेपछि यहाँ डाउनलोड अप्सन देख्नु भएको छ, यसलाई क्लिक गरिदिनु होला र माथि स्ट्यान्डर्ड रिजोल्युसनमा चाहिँ क्लिक गरिदिनु होला। तपाईको चाहिँ यो डाउनलोड भयो है त। सो यो पनि एकदम सजिलो छ वेबसाइट, खासै गाह्रो छैन। तपाईलाई केही टेक्निकल फिल्ड पनि धेरै चाहिदैन। सो अर्को चाहिँ तपाईको नम्बर 3 मा जान्छौँ है त हामी। नम्बर 3 मा चाहिँ तपाईको छ यो www.adobe.com भन्ने छ। यो पनि तपाईको एकदम फेमस वेबसाइट हो हैन। यो चाहिँ तपाईले www.adobe.com इन्टर गरिसकेपछि यो adobe.com को चाहिँ तपाईको वेबसाइट ओपन हुन्छ। त्यसपछि तपाईको यहाँ सिम्पल हेर्नुस् त स्टार्ट डिजाइन भनेर अप्सन आएको छ। त्यसलाई क्लिक गर्नु। क्लिक गरिसकेपछि यहाँ रिमुभ ब्याकग्राउन्ड भन्ने अप्सन देख्न सक्नुहुन्छ। रिमुभ ब्याकग्राउन्डलाई क्लिक गर्नु। रिमुभ ब्याकग्राउन्डलाई क्लिक गरिसकेपछि यहाँ एउटा अप्सन आउँछ अपलोडेड फोटो भनेर जुन देखिरहनु भएको छ नि, हो अपलोडेड फोटोमा क्लिक गर्नु। क्लिक गरिसकेपछि यहाँ कुनै पनि फोटो जुन चाहिँ हाम्रो त्यो ब्याकग्राउन्ड रिमुभ गर्नुपर्ने छ नि त्यो सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि ओपन गर्नु। त्यो फोटो अपलोड हुन्छ। फोटो अपलोड भइसकेपछि हेर्नुस् त एकछिन अपलोडिङ यो फाइल, अपलोडिङ योर फाइल भनेर देखाइरहेको छ। रिमुभिङ द ब्याकग्राउन्ड भनेर पनि देखाइरहेको छ। हेर्नुस् त ट्याक्कै तपाईको रिमुभ गरिदियो हैन। अब ब्याकग्राउन्डमा केही एड पनि गर्न चाहनुहुन्छ भने यहाँ एड ब्याकग्राउन्डमा क्लिक गर्नु। क्लिक गरिसकेपछि तपाईको फोटो एडिटिङ अप्सन आउँछ।
अब ब्याकग्राउन्डमा एड भनेको तपाईँको कलरहरू एड गर्न सक्नुहुन्छ, कुनै टेम्प्लेट इमेजहरू एड गर्न सक्नुहुन्छ होइन। यहाँ के अप्सन छ म तपाईँलाई देखाउँछु। जस्तै तपाईँको ब्याकग्राउन्ड तपाईँको त्यो भयो, यो भइसकेपछि तपाईँले जस्तै मैले यसलाई क्लिक गरेँ होइन, ठ्याक्कै चेन्ज भयो हेर्नुहोस्। सो यसरी तपाईँले क्लिक गर्न सक्नुहुन्छ, ठिक छ। यसरी क्लिक गरेर तपाईँले यहाँ डाउनलोड अप्सनमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ, बुझ्नुभयो नि। सो मलाई आशा छ तपाईँहरूलाई यो 3वटा वेबसाइट चाहिँ एकदम सजिलो र होपफुली हेल्पफुल हुनेछ भन्ने मलाई आशा छ।